आजको यो मिनी ब्लग चाहिँ यो सेसन ब्रेकमा चाहिँ एक्जाम सकिएर मेरो बच्चाहरूलाई घुमाउन लगेको यो प्लेइङ स्पेस भन्ने भक्तपुर राधेमा छ। यहाँ मेरो भान्जी मेरो दुईवटा छोराहरू गएर रमाइलो गरे। त्यहाँ धेरै पानीमा खेल्ने कुरा रहेछ, अरू पनि धेरै खेल्ने कुराहरू रहेछ। मेरो सानो छोरीले चाहिँ एकदमै रमायो पानीमा। उसलाई चाहिँ पानीमा खेल्न एकदमै मनपर्छ। यसरी बच्चाहरू एकदमै रमाइलो मानेर खेले। यो चाहिँ हाम्रो फर्स्ट भिजिट थियो यहाँ। सायद यो धेरै भएको छैन, भर्खरै होला खेलेको। माछाहरू पनि रहेछ, अलिअलि माछा समाउँदै रमाए। मेरो सानो छोरो चाहिँ पानीमा मात्रै खेल्यो, आधाभन्दा बढी समय चाहिँ पानीमै खेल्यो। कति खुसी भएको। पनि समाउनको लागि माछाहरू पनि थियो। अलिअलि माछा समाएर बाबु कति खुसी भइरहेको छ। राम्रो छ यो ठाउँ। हजुरहरू पनि एकचोटि गएर बच्चाहरूलाई लान सक्नुहुन्छ। धेरै खेल्ने कुराहरू छ, तर ठाउँ चाहिँ अलिकति कन्जेस्टेड हो कि जस्तो छ, तर खेल्नको लागि चाहिँ एकदमै धेरै नै कुराहरू छ यहाँ। सानो स्पेसमा सबै कुरा राखेको छ। मेरो सानो बच्चा सँगसँगै ठुलो बच्चाहरूले पनि धेरै रमाइलो गरे। उनीहरू पनि एकदमै खुसी भइरहेका थिए। हजुरहरू पनि एकचोटि जानुहोस् है। बच्चाहरूको लागि यो पर्फेक्ट प्लेस हो। यहाँ बच्चाहरूले एकदमै इन्जोय गर्छ। बच्चाहरू खुसी भयो भने हामी त्यसै खुसी।